साथी वेलकम छ। हिजो बेलुका चाहिँ बेलुका होइन बेलुका भन्नाले साँझसम्म चाहिँ भ्लग कन्टिन्यू गरेँ, त्यहाँपछि कन्टिन्यू नै गर्न सकिनँ मैले, किनकि हिजो मेरो तबियत एकदमै खराब थियो साथीहरू। छात्ताको हैरान म चाहिँ छाड्दै थिएँ, सोच्नाले चाहिँ चाट्टे थियो। अनि घरमै बसेर रेस्ट गरौँ भने यो मुर्दिनी दुइटा मान्दैन हिँड पार्छ। कहाँ लग्नेवाला छ थाहा छैन। अब रगतले नाम लेखे अरे, कसको थाहा भएन। विराटको त सोच्नाले जुदी उसलाई के भनेर गाली। अब दिउँ पूर्णिमा, यसमा जवाब के जान्छ त? मेरो केही जाँदैन। अनिसले हेर्छ भने त पाखण्डी रन्डी भन्न नछोडे, अझ मुला कति न हेरोस् कि नहेरोस् कि आफूले भन्ने काम हो भन्नुपर्छ। ऊ अघि चाहिँ मैले रन्डी भन्दा ऊ आफै पाखण्डी भन्छ। सरी भाउजू, पाखण्डी भने फोरी कुरा हो त नि, म पाखे हो त। पाखण्डीले त त्यही देखाउँछ होइन। जंगल में आज मंगल करेंगे। ल हैन सबै हैन परे फेरि अनि के कसम सोच्न यही हो मको कट्टु तान्ने। खै हेरेको म त झन् एउटा नि सक्दिन कट्टु तान्ने सोच्न। छिटो ल है नजिक जंगल है हजारसिरी जाने बाटो यहाँ भयो भने चाहिँ यहाँ नआउँछ। अलि गुराँस पाएन भने चाहिँ यो दुइटालाई त्यहीँ गाडेर आउने हो, किनकि बिमारी मान्छेलाई जबरजस्ती ल्याएको छैन यिनीहरूले। त्यहाँ रहेछ, चढ्न सक्छौ त्यो रुखमा? दुइटै अट्याक भइसक्यो त्यहाँ। कल्दिनँ म त आफै खेल्ने। है जङ्गल पनि आइपुग्यो साथीहरू हामी। लाट पछाडि कस्तो मजा आउँथ्यो। पूर्णिमा चढ्छन् ऊ गाईहरू लाली गुराँस झकमक्कै छ है, टिप्न आउनु होला। चढ्यो भने पूर्णिमा यो रुखमा नि कुद्यो बाँदर दुइटा गुको आफ्नो कुल्चेलाई फेरि मजा आएन। भिडु तपाईँ घाँस दियो भने चाहिँ तर्किने है साथी। जङ्गलको भित्र छिर्नै परेन, बाहिरै लाली गुराँस पाइगयो। उफ भएन नि झऱ्यो रहेछ यार। इस त्यहाँ त कति यार पूर्णिमा सक्छ त्यहाँ पुग्न सक्दैन। त्यहाँ त हँसिया ल्याएर चाहिँ हुने रहेछ क्या रे है। लाली गुराँस टिप्न अरे हँसिया नभोटिरा बौलाहरू किन आउनु भित्र जङ्गल घना छ नि फेरि। जङ्गल गफ एउटा भएन हात लाग्यो। आई लभ यु। सबैजनाले रोजले प्रपोज गर्छ, म चाहिँ लाली गुराँसले प्रपोज गर्छु है त। लाली गुराँस नेसनल फ्लावर अफ नेपाल होइन त? होइन त बौला, लाली गुराँस नेसनल फ्लावर अफ नेपाल। अर्को नि झऱ्यो गाईहरू लाली गुराँस टिप्न चाहिँ बाँदर चाहिएन भन्नु होला है। यता हेर्नु न भाउजू, लाली गुराँस त यसरी हो नि। म देखाइदिन्छु। ऊ त कस्तो राम्रो रहेछ। ऊ त्यो माथि त्यो हँसिया ल्याएर चाहिँ सही हुन्थ्यो। साइड गर्नु परेमा मलाई सम्पर्क गर्नु होला, म लिएर आइदिन्छु। किनभनेदेखि मैले लिएर आउँछु यो। अब मेरो बोयफ्रेन्डहरू आएर पहिला अब जङ्गल धेरै डुल्ने गरेको साथीहरू बोयफ्रेन्डहरूसँग, त्यही भएर थाहा भयो के गर्नु। आफ्नोले डुलाएन कतै नि लगाएपछि फुलको मात्रै कालो भयो, निलो हुन्छ है यसले फुल्नु। ल है बाँदर पनि आइपुग्यो। ऊ त्यो चाहिँ चढ्न सकेन बाँदर, त्यहाँ चाहिँ सबभन्दा राम्रो थियो। म चाहिँ चढ्न सकेन, अब चाहिँ अर्को ठाउँमै जाँदैछु म। हेलो गाइस, मैले चाहिँ बिहान अलिकति जाँड खाएको थिएँ, त्यही भएर बौला अस्तिको भागले छोडेको थिएँ। मिलो अस्तिको भाङ अस्तिको साथी है।
अमिलो टर्रो रहेछ यार गाइजहरू अब चाहिँ हामी जङ्गलभित्र नै घुस्नीको प्लानिङ गऱ्यो नि त हु हा हा गु गु हु हा यो रुखमा नि छ रहन चाहिँ चढ्न चाहिँ सकिँदैन निङ्ग्रो हो त पूर्णिमा त्यो के होइन निङ्ग्रो चिन्ने बेलामा के को निङ्ग्रो चिन्थ्यो त के हो यो गाइजहरू झाडी हो बी केयरफुल है लड्ला बी केयरको फुल हो के 35 भन्दैन त रुखले लडेको त लडेको नि बढेगा थियो होइन घटेगा यहाँबाट लड्यो भने त उ यहाँ आइपुग्छ गएगा ल एउटा भने फेरि साथीहरू के भयो होस् पुतला नचढा है चढ्न नसक्ने ठाउँ जङ्गल पतालो भइसक्यो यार ठाडी ठाडी यहाँ नि रहेछ है लाली गुराँस यो चाहिँ के हो कुनि यहाँ रहेछ पतालो रुख रहेछ तर सबै यहाँ रहेछ है साथीहरू एउटा अलि माथि 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 ल सक्यौँ त साथीहरू यहाँ चढ अट्सन हुन्छ है अहिले जस्तो ब्यान्ड गरेर टिप्यो हुनुहुन्छ चढ सक्छ हुन्छ ऊ त्यहाँ हेर्न सक्नुहुन्छ लठपत्र टिप्पले जो चुम है साथीहरू कति धेरै ओ माई गड ओएमजी साथीहरू यसमा त लठपत्रै रहेछ हेर्न सक्नुहुनेछ हेर ओ माई गड बाँदर पनि चढिसियो अरे डर लाग्दैन है लड्यो भने त लड्यो नि डर छेर होइन कान्छे लड्यो भने छेर त तिम्रै निस्किने हो ओ माई गड यस्तो रुखमा चढे है बी केयरफुल यार फ्याल्दियो सुस्नाक टाउकोमै फ्याल्दियो बिस्तारी है पूर्णिमा मलाई त डर लाग्यो देखेर नै ल जाऊ गाइजहरू यत्रो हाइटको रुखमा पनि चढेको हेर्नु त लड्यो भने के हुन्छ भने थाहा त के हुन्छ साथीहरू हेर्दै मलाई रिङ्गटा लगाइसक्यो हेर्नु त यत्रो उकालो कस्तो डर लाग्यो क्या मलाई ऊ त्यहाँ चाहिँ आमा कत्रो झुप्पा फेरि झुप्पा त नि फेरि डर लाग्छ है हो बिस्तारी है अट तिमीहरूलाई त के तिमीहरूको मम्मीले चाहिँ मलाई मार्ने हो नि हुन त यिनीहरू दुइटाले मलाई होइन बसिरहेको मान्छेले पनि फोर्स गरी ल्यायो हो त्यो तलतलै भएको छ बेकारमा होस् फ्याल्देऊ न अरे केलाउँला बेकारमा माथि चढ के केलाइबस्यो हो त्यहीबाट भएको छ त्योभन्दा माथि चढ्नु पर्दैन पुगेको नि कति खाने हो र खाने नि अर्का लड्यो भने नि क्या झुप्पै रहेछ क्या रहन चाहिँ फेरि हेर्नु त साथीहरू हाइट पनि हेर्नु फेरि ओ माई गड हु पूर्णिमा मुटु ढुकढुक भइसक्यो अब खत्रै चढ्दो रहेछ है पूर्णिमा त रुखमा यस्तो रुख छ यार लड्यो भने त कहाँ पुग्छ भने अन्दाजा गर्न सक्दैन त्यो त खस नभाट्नु मुटु ढुकढुक भएको होइन हट मलाई तिमीलाई देखेर डर लागिसक्यो यहाँ ढुकढुक भइसक्यो मुटु त्यहीबाट ताना अब ओर्ल्यो बेकारमा नसक्यो तिमी यस्तो सुरिलो यहाँबाट यस्तो पऱ्यो यस्तो यत्रो हाइट पूर्णिमाको आर्ट चाहिँ हो जङ्गलमा गइरहने मान्छे हो अनि जे भयो नि पूर्णिमाको बोयफ्रेन्ड त फ्यान हुने भयो त के को फ्यान नि सबै खसिसक्यो लाली गुराँस चाहिँ
मैले त दुई एउटा खालको ल्याएँ 3टा मसँग अरू चाहिँ नराम्रो पुरै बचपनमा त हामी पनि चढ्थ्यौँ नि खतरा खतरा रुखमा उतापट्टिको हाँगामा पनि चढ्ने हो पूर्णिमा नचढा मलाई डर लाग्यो आङ सिरिङ सिरिङ भयो मेरो पो सक्दैन होस् होस् अबुई मलाई डर लागिसक्यो बिस्तारै बिस्तारै मेरो पो किन हो खुट्टा ललाक लुलुक भयो है लड्यो भने के चिन्ता नगर्नु म त्यहाँ झ्याप्प समाउँछु समय ओ बिस्तारै न कस्तो सिरिङ्ग भयो है बिस्तारै बिस्तारै हँसिया भयो नि के यत्रो ढाडे बाँदर गयो भर्खरै यहाँबाट तर सुट गर्नै पाइनँ यार फुत्त गइहाल्यो अनि गुराँस काटेको कोतारा मऱ्यो काँडाले हो भने गुराँस कार्यक्रम नि सिद्धियो है साथीहरू गर्मी छ त्यही माथि वाक वाक लाग्छ रिङ्गाटो लाग्छ के गर्नु अब चाहिँ घर जाने छन् हरूलाई होइन एउटा मात्र छै हो उसको लागि हो यो मेरो कसैको लागि अनिसको लागि पूर्णिमा दिदीको चाहिँ धेरै चुमचुम भएर के अरे सोसल उयसमा बोयफ्रेन्डहरूको नाम नल्याउ भोलि पर्सि कसमा बिहे हुन्छ देखाएर हुन्छ है धेरै बोयफ्रेन्डको नाम लिनु हुँदैन है गाइडहरू त्यही भएर एउटाको मात्रै लिया भन न मेरो त 5वटा बोयफ्रेन्ड मात्रै के गर्नु त्यही भएर धेरैको नलियो भने हो एउटा काठमाडौँको एउटा बन्दीपुरको एउटा स्वयम्भूको एउटा धुलीखिलको एउटा चाइना टाउन मतलब के अरे बने पापा भालु हो क्या त्यसो भए हेलो गाइस यहाँनिर चाहिँ अब भाउजूको पालो है फेरि फोटो खिच्नेमा शुभ मरण भाउजूलाई फुल चढाइदिँदैछ साथीहरू मलाई जिउँदा फोटो खिच्ने उयो है फेरि के अरे उयो गर्दाखेरि बनाउँथ्यो त उयो फिल्म गर्दाखेरि हो यस्तै गर्छ पहिला अनि त्यसपछि 1 सेकेन्ड कट भन्छ त हो त्यस्तै ऊ पनि दिदी हो म पनि भाउजू नै यसको बोल्ने ल मैले तिमी भन्दैन त भाउजू यसलाई यस्तो होला नि फेरि भन्दा जिस्क्या फेरि यिनीहरूले चाहिँ गाइजहरू मलाई सुत भनेर फुल चढाइदिएर कस्तो फोटो निकाल्यो लास्टमा म सेयर गरिदिन्छु है तपाईँहरूलाई फोटो ब्लगको अन्तिममा साथीहरू ऊ चाहिँ के हो रे तिमी भाइ हो कि बहिनी हो ल देखाम त एकचोटि पूर्णिमाको चर्तीकला है यो चाहिँ सुस्नाको चर्तीकला सुस्नाको चर्तीकला चाहिँ त्यहाँ भन्दै अनि दुईजना बहिनीजीको को मैले थाहा भएन ऊ त्यो चाहिँ भाइ हो अरे बहिनी जस्तै रहेछ कपाल नि फरर सरर कस्तो देखियो है साथीहरू न नछिर्दा रहेछ मेरो टाउको ठुलो भएर कपाल त्यही गर्नु अनि ठ्याक्कै माथि माथि लाउने के त्यो थप्पै चिराउनु हैन अनि म त अलिअलि म त्यस्तो अनि बुझ्दै होला नि अच्छा जाड भयो यार स्विटरल्यान्डमा राख्ने मात्र ढक्का त्यसो राख्ने ए हजुर लाउने आउँदै खास हुन्छ तपाईँ टिकटक बनाउन भ्लग बनाउन हुन्छ भाइ लिपस्टिक सिपस्टिक दले भन्छ राम्रै देख्ला ल टिकटकमा हामीले चाहिँ धेरै टिकटकमा आए साथीहरू यहाँ बसेर अनि टिकटकमा फिल्टर हाल्दा त वाउ वर्ल्डको नै राजकुमारी क्युट आउँछ नि यस्तो नेचुरलमा भ्लग बनाउँदा त आफ्नै थोप्डा देख्दा आफै तर्सिन्छौँ मनी ओ माई गड कस्तो कालो देखे है भने फिल्टरमा अघि जमन फिल्टरमा बनाए अनि अहिले नेचुरल क्यामेरा हेर्दै त डर लागिहाल्छ नि मोबाइलै बिग्रियो लास्ट टाइम साथीहरू मेरो एकदमै नराम्रो आउने भएछु अहिलेसम्म टिकटकमा फिल्टरले बनाइरह अनि यसो यो नेचुरलमा हेर्दा त साथै गयो हो भने पानी नि सिमसिम हल्का आइरहेछ एक हुल त आइरहेको थियो अहिले फेरि रोक्यो जाउँ भाइले त त्यो भाइ हो कि बहिनी हो तपाईँहरू गेस्ट गर्न सक्नुहुन्छ तिमी भाइ हो कि बहिनी हो कान्छा कान्छी हो कपाल देखाउ त पछाडि सरर गरेर पछाडि फर्कन उयो घर पढि हेर पछाडि पर्ख न ओ माई गड
कति लामो छेवार गरे खाइन होला अनि मेरो जत्रै छ गाइस त्यो भाइ कपाल है फेसमा नि कस्तो केटी जस्तै रहेछ जुए सोच्न मलाई कस्तो तिर्खा लागिसक्यो यार गएर होइन पिरो केही खान मन लाग्यो गएर सुस्नाले आलु भुट्छिन् अनि जाँड बनाउने हो हिजो माइजू लिएर आउनु भएको छ गाउँबाट बेर 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 अनि एक गिलास कटक 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 खाने जाँड त म बनाइहाल्छु नि हौ के टेन्सन फेरि पानी हाल्ने फिर्की लाउनु त अनि जाँड कसलाई मनपर्छ है मलाई चाहिँ मकैको जाँड मनपर्छ अनि के अरे जिरमा जाँड जिरमा भने चाहिँ कस्तो जिरमा भनेको त्यो कोदोको झोल झोल के निचार खानेवाला हो त्यस्तो चाहिँ मिठो हुन्छ धेरै चाहिँ खाँदिनँ है गाइज हल्का के गर्नु सङ्गतले बिग्रियो हो नि त तर खाँदिनँ कहिले कहीँ मात्रै हो एक आक्कल झुक्कुल गाउँमा गयो बेलामा बढीमा बढी 2 मुख 3 मुख इनफ बढीमा बढी धेरै नै तिर्खै लागेको छ भने चाहिँ 1 गिलास हो पछि चाहिँ पुग्यो काम ल साथीहरू अब चाहिँ हामी घर रिटर्न हुँदैछौँ है गुराँस टिप्न अनि मजाले चौरमा बस्यो टिकटक बनाइयो अनि जाँदैछौँ घर अब भोक पनि लाग्यो यार बिहानै 9 बजीतिर नै अलिकति भात खाएको थिएँ अनि टाइम पनि 3 बज्न लागिसकेछ अनि भोक पनि किन लागोस् त अनि त भोक लागेको छैन तिमीहरूलाई ए त के लाग्नु न एक बोटको भात खाएर आएन आउने बेला नि बिहान भात एकचोटि खायो अनि 12 कि 1 बजीतिर एक बोटको फेरि खायो अझ भोक लागेर लास पनि नलाग्ने टेकको लाज ल ल साथीहरू अब यहाँ चाहिँ गएर भेट्छौँ है गाइजहरू पानी नि छिटाउन थाल्यो हावाहुरी पनि दरै चल्न थाल्यो के गर्ने होला है के गर्ने होला है साथीहरू आई लभ यु भाइ ओइ तेरो आँखा छैन आई लभ यु खसुनी वाह भाइले त मिठो मिठो खाना लागेको छ म भात मुछि के दिन्छ नबियान बाबु मलाई आलु तास्नु छिन् पुरिमाले अनि आलु र जाँड खानुपर्छ है जाँड खाने हुन्छ साथीहरू आउनु है भिडियो बनाउनेको चक्करमा मेरो जाँड पोखिनु भएन नबियान पुरिमा जाँड खाने कि नै सुस्ना कति गिलास खाने ल भेट भेट गर भोग्लायो साथीहरू भोग्लायो हामी पनि आइपुग्नु साथीहरू हुरी र पानी चाहिँ सुरु भइस हवा हुरीले सानो मनको दुरीले माटो भिज्ने गरी आइज पानी ठुलो आइज पानी ठुलो आइज भन ठुलो आइज नुनु भयो नुन छर्दै साथीहरू हल्का जिरा अनि धनिया अनि खुर्सानी अनि हल्दी बेसार ठुलै परे साथीहरू पानी तडेङ बडेङ असिना परे साथीहरू असिना परे है साथीहरू असिना परी बरफ आयो भाइ एकदमै सुक्खा आलु गाइजहरू एकदमै मिठो हुन्छ है पाकिसक्यो अब खानुपर्छ दुध चिया भनेर नझुकिनु होला है साथीहरू जाँड हो जाँड चियस साथीहरू चियस खोइ ठोक्काउँदै ठोक्काएन मकैको जाँड भेरी टेस्टी हाम्रो सितान आलु र चिउरा मिठो रहेछ है जाँड खाने
दुईजना क्रिस्चियन मुलाहरूले चाहिँ यहाँ मसँग बसेर जाँडा खाइरह उसले 1 गिलास जति खाइसियो उसको दोस्रो गिलास हो यो क्रिस्चियन के नाम में दब्बा लमा तेरा हाँसे हाँसे गरे है साथी क्रिस्चियन भएर लाज लाग्दैन जाँडा खान क्रिस्चियन भएर जाँडा खान लाज लाग्दैन क्रिस्चियन भएर जाँडा खान लाज लाग्दैन लाग्दैन ल म बच्चैदेखि खाएको अनि बच्चादेखि क्रिस्चियन मानेको थिएन त 1 गिलास मात्रै चाहे साथीहरू भन न 1 गिलास चाहे हो साथीहरू बोली